दर्शकले तपाईँलाई फेरि पनि स्वागत छ। अहिले फेरि हाम्रो माझ लुट प्रसाद अधिकारीजी हुनुहुन्छ। मृत्युदण्डवादी नागरिक अभियान नेपालका संयोजकको रूपमा उहाँ अहिले कार्यरत हुनुहुन्छ र अहिले उहाँले चाहिँ विभिन्न मुद्दा मामिलाहरू अगाडि बढाइरहनु भएको छ। समाजमा बलात्कृत भएर चाहिँ जो व्यक्तिहरूको मृत्यु भएको छ, हत्या भएको छ, उहाँको परिवारहरूको चाहिँ गुनासोहरू, उहाँको परिवारहरूलाई चाहिँ अब न्याय कसरी दिन्छ भनेर उहाँले विभिन्न पाइलाहरू चाल्दै हुनुहुन्छ भने यस्ता खालका अपराध गर्नेहरू जसले हत्या गर्छन्, जसले बलात्कार गर्छन्, अत्याचार गर्छन्, देश टुक्राउने कामहरू गर्छन् है, र जन्मने अपराध गर्छन्, त्यस्तालाई चाहिँ मृत्युदण्ड दिनुपर्छ भनेर उहाँले अहिले वकालत गरिरहनु भएको छ। र उहाँले अहिले सशक्त रूपमा चाहिँ यो अभियानलाई अगाडि बढाइरहेको अवस्था छ। नेपाली ब्रोको घटनालाई पनि उहाँले समेट्नु भयो। त्यसपछि निशा बिन्द लगायतका अरू बलात्कृत बहिनीहरूको उहाँले चाहिँ निरन्तर मिडियामा ल्याइरहनु भएको छ भने अहिले हालसालै अहिले एकजना गणेश नेपाली भन्ने भाइ जो पटाउ चालक हुन्थ्यो, उहाँले आफूलाई आत्मदाह गर्नुभएको छ। यो आत्मदाह भएको परिवारले कसरी न्याय पाउन सक्छ भन्ने विषयमा हामी उहाँसँग छलफल गर्न खोजिरहेका छौँ। हामी सर्वप्रथम त उहाँलाई हजुरलाई स्वागत छ। धन्यवाद। आराम हुन्छ? ठिकै हजुर। अब कसरी बितिरहेको छ त हजुरको दिन? यस्तो हेर्नुहोस्, अब विशेष कुराकानी गर्नुपर्दा चाहिँ तपाईँलाई थाहा छ, नेपालमा जनतालाई हक अधिकार सम्पन्न बनाउनको लागि संविधानै रहेनछ क्या। जनतालाई हक अधिकार सम्पन्न बनाउने गरेर संविधानै बनाइदिएका रहेनछ। देशमा ज्यान मारालाई के कारवाही गर्ने, भ्रष्टाचारीलाई के कारवाही गर्ने, बलात्कारीलाई के कारवाही गर्ने, क्रूर र जघन्य अपराधीलाई सजाय के गर्ने भन्ने सवालमा एक्ज्याक्ट कानुन रहेनछ। कसैलाई 10 वर्ष कैद बन्दिया छ, कसैलाई 15 वर्ष कैद बन्दिया छ, कसैलाई आम माफी भनेर छुटाइदिया छ। एकदमै देशमा विकृत र विसङ्गति रहेछ। अपराधीहरूले जेलबाट समेत खटनपटन चलाएर जनता मारिरहेको, पीडितहरू मारिरहेको अवस्था देखिराखेको छ। यो सबै कुराको समस्या भनेको हामीले चाहिँ लामो समयको रिसर्चबाट, अनुसन्धानबाट चाहिँ मुख्य समस्या संविधानमा देख्यौँ। संविधानमा नै जनतालाई हक अधिकार सम्पन्न बनाउने संविधानै रहन्छ। त्यसैले गर्दाखेरिमा अहिले चाहिँ नेपालमा चाहिँ अब विशेष गरी जनताको बिचमा मत सर्वेक्षण गर्दा हामीले नै जनतालाई सोध्या हो के। जनतालाई सोद्धा चाहिँ हामीले सोध्यौँ जनतालाई, ज्यान मारालाई के सजाय गर्ने, बलात्कारीलाई के सजाय गर्ने, भ्रष्टाचारीलाई सजाय के गर्ने भन्दाखेरि जनताको आवाज आइसकेको छ। मृत्युदण्डको सजाय गर्नुपर्छ र मृत्युदण्डको सजाय नीतिको संवैधानिक व्यवस्था गर्नुपर्छ भनेर त्यसमा आवाज उठ्यो। जनताको आवाज उठ्यो। अब यो जनताको आवाजलाई सम्बोधन गर्ने खोइ त मान्छे, खोइ त जनताको आवाजलाई सम्बोधन गर्ने सांसद खोइ, पार्टी खोइ, सरकार खोइ, अझ केही पनि रहन्छ नि त भनेर त्यसैले अहिले देशमा चाहिँ अब संविधान संशोधन गर्नुपर्छ, मृत्युदण्डको सजाय नीति राख्नुपर्छ देशको संविधानमा र दण्ड सजाय पनि कडा हुनुपर्छ भनेर देशवासीको चाहना अनुरूप हामीले एउटा चाहिँ मृत्युदण्डको सजाय नीतिमा हस्ताक्षर गरेर मृत्युदण्डवादी नागरिक अभियान नेपाल 2082 भनेर गठन गरेर हस्ताक्षर गरेर देश र जनताको बिचमा हामी अहिले चाहिँ जनताको बिचमा यो मत राख्दाखेरि जनता नै देख्नुभयो नि, तपाईँले सचिवालयमा आउनु भएको छ, हस्ताक्षर गर्नुभएको छ, यो नीति चाहिन्छ भनेर हस्ताक्षर गरेर साथ सहयोग र समर्थन गर्दै जानुभएको त हजुरहरूले पनि प्रत्यक्ष देख्नु भएको छ नि त। विभिन्न समस्या लिएर आउनुभएको देख्नु भएको छ नि। कोही चाहिँ हजुर मलाई चाहिँ श्रीमानले मार्यो होइन, श्रीमानले श्रीमती मार्यो, अब नेपाली बुढोकै समस्या लिएर आउनुभयो। त्यस्तै गरेर अब इनिसा बिकको आमा छोरीलाई बलात्कार गरेर मारे, हजुर न्याय पाइएन भनेर आउनुभयो। धेरै पीडितहरू जस्तै अब आउनु भएको छ नि, छोरीलाई बलात्कार गरेर धन्नै मारेनन् हजुर, नाबालिका छोरीहरू बलात्कार गरेर मारे हजुर, न्याय पाइएन हजुर, त्यसैले न्यायको सवालमा संविधान संशोधन गर्नै पर्ने रहेछ भन्ने आवाज लिएर चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीहरू सचिवालयमा आउनु भएको छ। हामीले बुझाएका पनि छौँ। अब यो सवालमा के भइरहेको छ भने अब संवाद चलिरहेको छ नि त, छलफल चलिरहेको छ। त्यसैले यो सवालमा चाहिँ अहिले देशमा चाहिँ अब हाम्रो मृत्युदण्डवादी नागरिक अभियान नेपाल 2082 प्रश्न भनिसक्यो नि त, अधिकार माग्ने जनतालाई अधिकार दिनुपर्छ। देशको संविधान भएन, सरकार संविधान संशोधन गरेर भए पनि मृत्युदण्डको सजाय नीति राख्देऊ भनेर सांसदलाई पनि भनेको छ, पार्टीलाई पनि भनेको छ, देशका सम्पूर्ण निकायलाई हामीले आह्वान गरिसक्यो र राष्ट्रवासी दाजुभाइ दिदीबहिनीहरूलाई राष्ट्रिय आह्वान पनि गरिसक्यो। अस्ति असारको चाहिँ 2083 असारको 20 गते शनिबारको दिन माइतीघर मण्डलबाट देख्नुभयो नि, त्यहाँ चाहिँ हत्या भएको कुमार पौडेलको
भाइ आमा दुर्गा देवी पौडेल 78 वर्षको आमा समेत आएर माइती घरबाट के आह्वान गरेर जानुभयो भने देशमा मृत्युदण्डको सजाय चाहिन्छ, मेरो छोराको हत्यारालाई मृत्युदण्डको सजाय होस् भनेर जानुभयो। र हाम्रो अभियानले पनि राष्ट्रिय रूपबाट घोषणा गरे नि, देशवासीको राष्ट्रवासी दाजुभाइ दिदीबहिनीको घर घर जन जन र मन मन पुगोस्। अब के गर्ने त? अति भयो नेपाल जस्तै अति भयो नि त, मान्छेहरू मार्ने काम अति भयो, बलात्कार गरेर मार्ने काम अति भयो। जस्तै अब यहाँ तपाईँले भित्तामा फोटो देख्नु भएको छ, अंशु गौतम, निर्मला पन्त, शालिन पोखरेल, हिनिसा विक, भगीरथी भट्ट, माया विक, आरती भट्टराई, रश्मिता परियार, अङ्गिरा पासी, नमिता सुनिता, भित्तामा फोटो देख्नु भएको छ। त्यहाँ उता देख्नु भएको छ 12 जनाको फोटो छ हेर्नुहोस्। त्यो चाहिँ अस्ति निरकुमार राईको हत्याको सवालमा चाहिँ जुन पत्रकार सम्मेलन भयो देख्नु भएको छ है। यता अब हरिकृष्ण पौडेल भित्ता, यो भित्ता नै देख्नु भएको छ। सबै अपराधीहरूले मारेका र पीडितहरू न्याय नपाएको फोटाहरू झुन्डेका छन्। हो, योबाट चाहिँ सम्पूर्ण पीडित परिवारले के भन्यो भने देशको संविधान संशोधन गरेर भए पनि अपराधीलाई मृत्युदण्डको सजाय गर्नु पर्यो। त्यसैले यो आवाज चाहिँ मृत्युदण्डवादी नागरिक अभियानले उठाएको भएर यो एकदमै राम्रो छ। हाम्रो साथ सहयोग र समर्थन रहन्छ, हामी आउँछौँ भनेर भन्नुभएको छ। जस्तो अब यो हालसाल है, अहिले यो आत्मदाह गर्ने एक प्रकारको चाहिँ समस्या भइरहेको छ नेपालमा होइन। अब अमेरिकामा एकजना टिबेटियनले चाहिँ युनाइटेड नेसन अर्गनाइजेसनको अगाडि नै आत्मदाह गरेको थियो गत हप्ता। त्यसपछि यो हप्ता होइन चाहिँ अहिले चाहिँ हेर्दै जानुभयो भने लगभग 3-4 जनाले आत्मदाह गरिसकेका छन्। यसमध्ये चाहिँ सबैभन्दा शीर्षमा चाहिँ अहिले चाहिँ हाम्रो गणेश नेपालीको नाम आइरहेको छ। गणेश नेपाली चाहिँ पुलिस प्रशासनबाट नै पीडित हुने थियो भन्ने कुरा आइरहेको छ। र अहिले उहाँ उपचारको क्रममा उहाँको मृत्यु भयो। यसलाई चाहिँ तपाईँहरूले कसरी हेर्नुहुन्छ? तपाईँको संस्थाले कसरी हेर्छ? तपाईँले कसरी हेर्छ? तपाईँको नजरिया के छ? अब यसमा के छ भन्नु होला भने यो गम्भीर कुरा छ। पहिलो नम्बर त मैले हिजो पनि भनेको छु, पीडित जुन बित्नुभयो पेट्रोल खनाएर विभिन्न समस्याबाट, उहाँप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली छ। शोक संतप्त परिवारमाथि गहिरो समयबाट दुःख प्रकट गर्दछौँ हाम्रो अभियानले। अब यो घटनाको सवालमा हामीले अनुसन्धान पनि गरिरहेछौँ। जनताले के का लागि आन्दोलन गरिरहेका छ होइन, समाजमा आन्दोलन पनि चलिरहेको छ, त्यसमा त्यो पनि हामीले चौतर्फी अनुगमन तथा निगरानी गरिरहेका छौँ। जे नहुनु पर्ने त्यो भयो। दुःख के लाग्छ भने सरकार चलाउने, म पहिला नै जान्छु, देशमा पहिला जनताको घाँस बास कपास स्वास्थ्य शिक्षा रोजगारीको ग्यारेन्टी हुनुपर्छ। बुद्धको सन्देश शान्ति र अहिंसाको सन्देश सबैतिर पुग्नुपर्छ। नृसिंह, प्रहलाद र हिरण्यकशिपुको कथा सबैले बुझ्नुपर्छ। र जनतालाई अधिकार सम्पन्न अब यहाँ जनता नै अधिकार सम्पन्न बनाउने संविधान रहेछ नि त। जस्तै अहिले यहाँ के दुःखद कुरा लागिरहेको छ भने त्यो ट्राफिक जुन चाहिँ नगर प्रहरीबाट जुन हरकत भयो, जुन प्रकारको उनीहरूको चाहिँ अब एउटा उहाँहरूको बिचमा अब सबै हामीलाई थाहा छैन है, बिस्तारै समाजमा आउँदैछ, अनुसन्धान पनि हुने होला, विवाद निकायहरूले गर्दै गर्ला। अवस्था कस्तो देखियो भने देशमा जनतालाई बाँच्न नदिने, बाँचेको जनतासँग चाहिँ 500, 1000, 10,000 जति सकिन्छ राज्यले चाहिँ नीति बनाएरै लुट्ने, जनतालाई बाँच्नै नदिने, जिउँदो हुँदा बाँच्न नदिने, मरेपछि चाहिँ अब 10औं लाख दिने घर परिवारलाई। यो एकदमै दुःखद कुरा छ क्या देशवासीले हेर्दै हुनुहुन्छ। मैले भन्न खोजेको कुरा चाहिँ के हो भने जिउँदो हुँदा 5 रुपियाँ, 10 रुपियाँ, 1000 रुपियाँ, 100 रुपियाँ जति छ थुत्ने, जिउँदोमा बाँच्नको लागि साथै नदिने, मरेपछि चाहिँ परिवारलाई 10 लाख दिने, परिवारकालाई रोजगार दिने भनेपछि यो एकदमै हामी उल्टो डिरेक्सनमा चलिरहेको छ राज्य व्यवस्था। हेर्नुहोस्, हिजोदेखि नै चल्दै आएको हो, अहिले पनि त्यसको निरन्तरता भयो। जिउँदोमा चाहिँ बाँच्नै नदिने, जिउँदोमा तपाईँमा चाहिँ दण्ड गरिहाल्ने होइन, त्यो सम्झाउने त्यो सबै प्रकारको कुरा छैन। अब मरेपछि 10औं लाखको चाहिँ बार्गेनिङ हुने अवस्था आयो। त्यसैले यसलाई हामीले गम्भीर तरिकाले लिएका छौँ होइन। गम्भीर यस्ता घटनाहरू दिन प्रतिदिन बढ्दै जाँदा अब धेरै देशमा चाहिँ अब बुद्धिजीवीहरू, राज्य चलाउने शासकदेखि लिएर गरेर पार्टी चलाउने नेतादेखि लिएर गरेर सबैले यो कुरा बुझ्लान् नै। अब यसको सवालमा चाहिँ अब यो हत्या नहुनु घटना घटिसकेका छ। अब यसको समाधानमा एकपछि गल्ती अर्को राज्यले गर्दै जानु हुँदैन, गल्ती सच्याउनु पर्छ र तत्काल के गर्नुपर्ने गर्नुपर्छ। अब यो सवालमा पीडित परिवारले के भन्छ? अब विशेष कुरा चाहिँ उहाँको मृत्यु भइसकेका छ, पीडित परिवार, उहाँको दाजुहरू, अब घर परिवारहरूले के भन्छ
के माग्नुहुन्छ, अब के भन्नुहुन्छ त्यसप्रति चाहिँ जनताको ध्यान आकर्षण होला, राज्यको ध्यान आकर्षण होला। अब जो बाँच्नुपर्ने मान्छे, जो चाहिँ हुनुपर्ने मान्छे उनी मरिसके, उसलाई अब बचाउन सकेन, उसको साथ छैन, ऊ लासमा रूपान्तरण भइसक्यो भने अब के गर्ने भन्ने कुरा घर परिवारहरूले सोच्ला। घर परिवारले अब जनतासँग, देशवासीसँग साथ माग्नु पर्ने। अब के गर्ने, देशवासीले उहाँको घर परिवारले मलाई यस्तो समस्या छ, हाम्रो यस्तो समस्या यस्तो भयो, यसो गरिदिनु भनेर राज्यलाई पनि भन्ला होइन, त्यसपछि गएर जनतालाई पनि भन्ला। ठिक छ, तपाईँ आफै पनि पीडित हुनुहुन्छ। अब अहिले तपाईँले यसो यसो हुनुपर्छ भन्दै हुनुहुन्छ, तपाईँको ग्यारेन्टी हो त यो अब गणेश नेपालीको परिवारले न्याय पाउँछ त? अब यो चाहिँ होइन, अथवा अब हामी त्यो दण्डको माग तपाईँले गर्नुभयो त्यो पुरा हुन्छ त? अनि यसो हो नि, पुलिस प्रशासनबाट चाहिँ हेरचेक्राइ हुने काम भयो। अब यसो छ यसमा दाम्पतिलाई पक्राउ गरेर जेलमा हालेको छ भन्ने कुरा गरिएको छ पुलिस प्रशासनका। दुईजना चाहिँ दाम्पतिलाई होइन, उहाँहरू प्रेमिका प्रेमी मिलेर चाहिँ अलिकति समस्या दिएको र कसलाई गणेश नेपालीलाई त्यस्तो यो मैले थाहा छैन है। कुराहरू अहिले फेसबुक र समाज सञ्जाल यताउता पुरा आइरहेको मैले भर्खरै त पक्राउ परेको छ भन्ने कुरा आइरहेको छ। कानुनले अहिले पुलिस प्रशासनलाई यसरी चाहिँ व्यवहार गर्ने मिल्छ, किन पुलिस प्रशासनले उनीहरूको कुरा त सही थियो, तर यो घटना जुन अहिले गणेश नेपालीले गर्नुभयो आत्मदाहको कुरा, यो चाहिँ अप्रत्याशित सोच नसक्छ। त्यही अप्रत्याशित भएर हामीले पनि अप्रत्याशित निर्णय लिन सकिरहेका छैनौँ। घर परिवारले कुन सल्लाह, अप्रत्याशित घटना घटेको छ, हामीलाई यो घटना थाहा छैन। त्यसैले हामीले त हाम्रो अभियानले त प्रश्न के भनेको छ भने ज्यान मार्ने, भ्रष्टाचार गर्ने, बलात्कार गरेर मार्ने, क्रूर र जघन्य अपराध गर्ने अपराधीहरूलाई चाहिँ मृत्युदण्डको सजाय गर्नुपर्छ। अस्ति मैले तपाईँलाई भन्दै थिएँ 20 गतेबाट घोषणा गरिसक्यो हाम्रो अभियानले। देशमा कहीँ पनि बलात्कार भएर चेलीबेटी मारिन्छ भने लास सरकारलाई बुझाऊ र अपराधीलाई मृत्युदण्डको माग गर, र त्यो नहुँदासम्म मूर्छा र बेहोस अवस्थाबाट लास सद्गत नगर्नु, सरकारलाई बुझाउनुहोस्, हाम्रो पनि साथ माग्नुहोस्, हामी पनि दिन्छौँ भनेर राष्ट्रिय रूप दोष नै गर्नु। अब अप्रत्याशित यो आत्महत्याको घटना आयो। अब आत्महत्याको पनि गर्ने तौर तरिका, आत्महत्या पनि एक ढङ्गबाट, अब जस्तै अब आत्महत्या पनि विभिन्न खालको सर्कमस्टेन्सेस, वातावरणहरू, सूचक तत्त्व र तत्त्वको प्रभाव हुँदै हुँदै आएर मान्छे आत्महत्यामा जान्छ। अब त्यो कसका कारणले गर्दा भएको छ, किन भएको छ, के हो, त्यसका सम्पूर्ण कुरा अनुसन्धान गरिसकेपछि त्यसको बारेमा निर्णय लिने कुरा हुन्छ। अहिले मैले फ्याट्ट यो कुरा भन्दिनँ र यो सवालमा चाहिँ म तपाईँ बिचमा एकचोटि अब तपाईँसँग अन्तर्वार्ता दिँदै गर्दा म उहाँकै दाजु एकचोटि गणेश नेपाली, अब उहाँ मूर्छा र बेहोस अवस्थामा हुनुहुन्छ, उहाँसँग एकचोटि त्यो फोन गर्नुभन्दा पहिला जुन दण्डवादी नागरिकले के भन्ने गरेको छ भन्दा चाहिँ यदि कसैको हत्या भयो होइन, कसैले आत्मदाह गरेको, कसैले आत्मदाहको कुरा गरेको छैन। मैले भन्ने कुरा सुन्नुहोस्, भन्न खोजा चाहिँ यदि कोही मरिसक्यो भने पुरै यस्तो गैर कानुनी रूपमा पनि यस्तो अप्रत्यक्ष रूपमा मरेको छ भने त्यो लासलाई जलाउन नदिनु भन्ने कुरा गरेको छ। यसलाई त्यो लासलाई चाहिँ सुरक्षित राखिरहनु, जबसम्म न्याय पाइँदैन त्यो लासलाई त सुरक्षित राखिरहनु, त्यसलाई चाहिँ दफन गर्ने कामहरू, जलाउने कामहरू नगर्नु भन्ने कुराहरू हजुरले गर्नु भएको छ। यो कुरा चाहिँ गणेश नेपालीको परिवारमा लागु भएको छ छैन, यो कुरा छैन। र यो कुराको सवालमा जस्तै हजुरलाई मैले भने यहाँ हस्ताक्षर गर्ने कार्यक्रम हुन्छ। जस्तै नेपालको संविधान संशोधनको लागि मत सर्वेक्षण गर्ने क्रममा नेपाली दाजुभाइले यो ठिक छ भनेर हस्ताक्षर गर्नुपर्ने हुन्छ, किनभने हस्ताक्षर गरिसकेपछि निमन्त्रणा हुन्छ क्या, उसको बारेमा बोल्न पाइन्छ। अधिकार त दिनु पर्ने बोल्नको लागि। जस्तै एउटा अदालतमा वकालत गर्नको लागि पनि वकिललाई चाहिँ वकालतनामा दिनुपर्छ हस्ताक्षर गरेर। त्यसैले गणेश नेपालीको सवालमा, जसै गरी गणेश नेपालीको सवालमा यो कुरा उहाँसँग पनि, उहाँको घर घर चन्दन पनि सन्देश पुर्याउन हाम्रो अभियानले सकिरहेको अवस्था छैन, भेटघाट पनि भएको छैन। त्यसैले यो सवालमा चाहिँ परिवारले निर्णय र अभियानले निर्णय, परिवारले निर्णय लिन चाह्यो भने अभियानले साथ पुर्याउँछ, साथ दिन्छ। हामी प्रश्न रूपबाट भन्न चाहन्छौँ, अब परिवारसँग पनि अब कोअर्डिनेसन भएको छैन, सम्पर्क भएको छैन। सम्पर्कै नभएका सबै विषयमा उहाँहरू त मूर्छा र बेहोस अवस्थामा छन्। जस्तै अभियानकै साथीहरूको हकमा उहाँले बुझिसक्नुहुन्छ नि त, जस्तै यो कुरा मैले भन्नै पर्दैन, जस्तै हजुरलाई मैले भन्नुपर्छ, दाइहरूलाई भन्नुपर्ने, उहाँ तपाईँले बुझिसक्नु भएको छ के गर्ने भन्ने कुरा, परिवारले निर्णय लिन्छ र काम अगाडि बढाउँछ। र थाहै नभएको अवस्थामा चाहिँ अब थाहा पुर्याउनु पर्ने हुन्छ, एक चरण सायद थाहा पुर्याउँ के कस्तो भएको छ त्यो कुरा चाहिँ। त्यही भएर मैले हजुरहरूसँग म एकचोटि कल गर्छु है त, जस्तै उहाँ मलाई के भन्नुहुन्छ, त्यसपछि उहाँले चाहिँ कस्तो खालको साथ सहयोग र समर्थन माग्नुहुन्छ, त्यो महत्त्वपूर्ण कुरा रह्यो। अब उहाँले कसरी साथ सहयोग र समर्थन चाहिँ राष्ट्रवासी दाजुभाइ दिदीसँग पनि माग्छन्, यो पनि कुरा रह्यो। र अहिले आन्दोलन भइरहेका छन्, जति पनि आन्दोलन गरिरहेका छन् नि,
उहाँको साथ सहयोग र समर्थनमा आन्दोलन गरिरहेछन्, त्यो आन्दोलनकारीले नै बुझ्नु पर्यो कि कुन नीतिमा पुर्याउने भनेर आन्दोलन गरेको। आन्दोलनको उद्देश्य लक्ष्य एउटा स्पष्ट हुनु पर्यो। त्यो क्लियर छैन। जस्तो अहिले आन्दोलन भएर तोडफोड भइरहने, जलाउने होइन भइरहेछ भने योबाट चाहिँ कुन लक्ष्यमा पुग्नको लागि गरिएको त, जनतासँग के कुरामा साथ माग्यो हो त, त्यो आन्दोलनकारी नेतृत्व र घर परिवारले पनि मलाई यो नीतिमा साथ दिनुहोस् दाजुभाइ दिदीबहिनीहरू, यस्तो घटना घट्यो त्यसैले मलाई साथ दिनुहोस् भनेर भन्नु पनि पर्यो क्या एउटा कुरा छ। अनि हामीले पनि बुझ्नु पर्यो। अनि त्यसपछि हामी अगाडि बढ्ने कुरा हुन्छ होइन। जस्तै मैले अहिले हजुरहरूसँग एकचोटि कुराकानी गर्न खोज्दाखेरिमा म एकचोटि कुराकानी गरौँ भन्छु, यदि टेलिफोन लाग्छ भने उहाँले देशवासी तथा दाजुभाइ दिदीबहिनीसँग अब कस्तो साथ सहयोग र समर्थन माग्नुहुन्छ, घटना नै कसरी भएको, धेरै कुरा छ नि त होइन। भने म यो एकचोटि टेलिफोन गर्छु उहाँको टेलिफोन नम्बरमा, अनि त्यसपछि उहाँले कसरी साथ सहयोग समर्थन माग्नुहुन्छ कति बुझ्नु भएको छ। सबै मान्छे त बुझ्दैन नि त, अब बुझ्नु पनि पर्यो। फेरि चाहिँ राज्य सरकारले हामीलाई उचाल्यो भन्ला, एउटा कुरा त्यहाँ पनि रह्यो। किनभने उहाँले पनि त्यो कुरा यसो गर्ने, जस्तै छोरीहरू बलात्कार भएर मारेको अवस्थामा आमाहरूले फाँसी हुनुपर्छ भनेपछि उहाँहरूले ल यसो साथ दिनुहोस् भनेपछि साथ दिन सकियो। त्यसरी त्यहाँसम्म पुग्ने हो। त्यसका लागि तरिकाहरू छन्। भोक लाग्यो भनेर खानेकुरा पेटमा दलेर निधारमा दलेर त भोक मेटिन्न नि त, तरिकाहरू प्रक्रियाहरू हुन्छन्। त्यो प्रक्रिया अनुसार जानुपर्ने हुन्छ। अहिले चाहिँ ठ्याक्कै अप्रत्याशित घटना गयो, हामी पनि अप्रत्याशित रूपबाट अहिले निर्णय लिइसकेका छैनौँ। तर पनि दाजुभाइ दिदीबहिनीहरू बिच सन्देश आएको छ, हामी कुराहरू गर्दैछौँ। एकचोटि कुरा गरौँ है त। 98 48 321 536। तपाईँले नै सोधिदिनु भयो यो कुरा, त्यसैले तपाईँकै अगाडि सोध्छु। 98 48 32 15 36। दुःखद घटना छ। उहाँ मुर्छामा हुनुहुन्छ होला, बेहोसमा हुनुहुन्छ होला, फोन उठ्छ कि उठ्दैन, उठी पनि के भन्ने, अहिले कुन साथीहरू को मान्छेहरूले उहाँलाई साथ दिइरहेका छन्, यो बारेमा चाहिँ अलिकति अब बुझ्नुपर्ने हुन्छ। त्यत्तिकै म अब यो अन्तर्वार्ताबाट उहाँहरूको फोन उठेन है। फोन चाहिँ के भने के रहेछ, गणेश नेपाली 98 48 32 15 36। मोबाइल नै स्विच अफ छ उहाँको। अब तनावमा पनि हुनुहुन्छ नि उहाँलाई, अब कति धेरै दाजुभाइ दिदीबहिनीहरूले साथ दिएर होइन, उहाँ आफै मुर्छामा हुनुहुन्छ। मैले हजुरलाई भने मुर्छामा हुनुहुन्छ, बेहोसमा हुनुहुन्छ। त्यसैले उहाँहरूलाई अहिले हामीले साथ दिने कुरा चाहिँ कसरी दिने, घटनाहरूको अप्रत्याशित घटनाहरू कसरी घटे त्यो पनि बुझ्नुपर्ने हुन्छ। अनि त्यसपछि साथ दिने कुरा हुन्छ र न्याय पाउने कुरामा त प्रश्न हुनु पर्यो नि त। किन राज्यको संविधानमा यस्तो घटना र यस्तो अपराध हुँदा यो न्याय पाउने भनेर लेख्या होला नि त होइन। लेखिया संविधानमै न्याय कुरा लेखिएको छ भने न्याय हुनु पर्यो, लेखिया छैन भने संविधान संशोधन गरेर भने लेख्नु पर्यो। अब हामीले उठाइरहेको आवाज भने चाहिँ ठ्याक्कै बलात्कार गरेर मार्यो, अपहरण गरेर मार्यो, भ्रष्टाचार गरेको ठहर भयो, देश टुक्र्याउने काम गर्यो, क्रूर र जघन्य अपराध भयो भने मृत्युदण्डको ती अपराधीहरूलाई चाहिँ मृत्युदण्डको सजाय गर्नुपर्छ भनेर अभियानले खोलेका छ। हस्ताक्षर गरेर सम्बन्धित परिवार आए, गरौँ भनेर साथ दिए। हामीलाई उहाँले तरिका सिकाउनु, लास सरकारलाई बुझाउनुहोस्, मुर्छा र बेहोसमा लास नजलाउनु, अब त्यो नीतिमा अगाडि बढ्नुहोस् भन्ने हो। त्यसमा हामीले साथ दिने, त्यसमा हामीले राष्ट्रिय रूपबाट साथ दिने हो। र जनताले नै त्यो नीति मागेपछि संविधान सभाले पनि, सांसदले पनि, सरकारले पनि त्यो नीति दिनु पर्यो। भर्खर त उठ्दैछ हेर्नुहोस्। त्यसैले यही कुरामा हामी अगाडि बढ्छौँ। अब यसमा एउटा कुरा चाहिँ के हो भने, अब जिउँदो हुँदाखेरिमा बाँच्न नदिने, मरेपछि 10औं लाख दिने, हेलिकप्टरमा चढाएर लास सिन्दुर जात्रा गरेर डढाउने, यस्तो खालको यो संस्कार बस्यो। यो देश र जनताको लागि दुर्भाग्यपूर्ण हो। जिउँदो हुँदा साथ जे दिनु छ, जिउँदो हुँदा साथ दिनुहोस् न, मरेपछि जिउनु हुँदा साथ दिनुहोस्, घाँस दिनुहोस्, बाँस दिनुहोस्, सबै कुराको सहयोग गर्नु। राज्यले त्यो व्यवस्था बनाओस् क्या। राज्यले अब चाहिँ के व्यवस्था गर्दा राम्रो हुन्छ त? अब यो कुराको सवालमा चाहिँ अब विशेष गरी जनताको आधारभूत मानव अधिकारका कुराहरू, घाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीको सवालमा जनतालाई सरल र सहज ढङ्गबाट पहुँच बनाउनु पहिलो नम्बर कुरा। मैले भने मान्छेको जीवन चलाउने दैनिकी जीवनचर्याको कुरा छ नि, घाँसको कुरा, बाँसको कुरा, कपासको कुरा, स्वास्थ्यको कुरा, शिक्षाको कुरा, रोजगारको कुरा, आधारभूत मानव अधिकारको कुरामा चाहिँ सबैको सरल र सहज पहुँच बनाउनु पर्यो। अनि त्यसपछि अब शान्ति र अहिंसाको सन्देश सबैतिर सरकारले फैलाउनु पर्यो। शान्ति बुद्धको सन्देश फैलाउनु पर्यो। निरसिंह प्रहलाद र हिरण्यकश्यप कथा बुझाउनु पर्यो। यो यसो भनेर
अनि त्यसपछि यो यति चाहिँ गर्नु पर्यो। अनि यसपछि दण्ड सजायको कुरामा चाहिँ यी कुरा पुरा भएपछि अनि दण्ड सजायमा आउँदा चाहिँ के गर्ने भन्ने कुरा चाहिँ जनताको चाहना अनुसार गर्ने हो। हामीले त घोषणा गरिसक्यौँ, हामीले त भनि नै सक्यौँ। जस्तै मलाई कसैले मैले लाइभमा मलाई कसैले मार्छ भने त्यसलाई चाहिँ मृत्युदण्ड नै गरिदेऊ सरकार। अब किता काट के हुनुपर्छ? जस्तो अब केही राहत आउला यही होला। अब त्यसमा किता काट अब यसो छ, अब म यही कुरा लग्यो। अब यहाँ दुईटा कुरा छन्, हेर्नुहोस्, सत्ता गुमाएकाहरू, सत्ता नपाएकाहरू, सत्ताबाट भाग्न परेकाहरूको, सत्ताको बाट भागेको र सत्तामा बस्न नपाएको चाहिँ एउटा पीडा छ, छटपटी छ क्या। खान नपाएको, लुट्न नपाएको, शासन चलाउन नपाएकोमा छटपटी छ। त्यसले जनतालाई भड्काउने र त्यसको भरभक्सुर फाइदा लिने कुरा गर्न सक्छन्। त्यो चाहिँ राजनैतिक रूपबाट सत्तालाई उथल पुथल बनाउनको लागि सत्ताप्रति आक्रमण गर्ने, कसैका पदमाथि आक्रमण गर्ने कुरा एउटा रह्यो। तर आन्दोलनकारी शक्तिहरूले जनताको न्यायको लागि दिने नीतिगत अधिकारको लागि लड्ने कुरा चाहिँ अर्को कुरा रह्यो। अब यो आन्दोलनकारी शक्तिहरूले नीतिको रूपबाट कसरी लड्छन् एउटा कुरा रह्यो। सत्ताका लागि आक्रमक भएन। जनतालाई अधिकार दिने सवालमा चाहिँ आन्दोलनकारीहरू कसरी बढ्छन् भन्ने कुरा हामीले हेरिरहेका छौँ। अब हामीले चाहिँ प्रष्ट रूपबाट अब के भन्छन्, आन्दोलनकारीहरूले त्यो पीडित परिवारलाई न्याय दिनलाई कुन नीतिले अगाडि बढ्नुपर्छ भनेर डाइरेक्सन गर्छन्। जस्तै त्यो गणेश नेपालीज्यूको हत्यापछि, मृत्युपछि अब उहाँलाई न्याय दिलाउनको लागि एउटा डाइरेक्सन लिन्छ नि आन्दोलनकारी, रोड म्याप तयार हुन्छ नि। आन्दोलनकारीले के न्यायको लागि लडिदिइरहेको छ यो कुरा बुझ्न जरुरी छ। जस्तै हामी आन्दोलनकारी शक्तिहरूले उहाँलाई के न्याय दिलाउनको लागि कुन नीति लिएर अगाडि बढ्दैछ र राष्ट्रव्यापी रूपबाट राष्ट्रवासी दाजुभाइ दिदीबहिनीलाई के सम्बोधन गरेर कुन नीतिबाट अगाडि बढ्दैछ। कुरा गर्दै गर्दाखेरि अहिले त यो राजनीति गर्नुभयो भन्ने कुराहरू सुहाङ नेमाङले पनि कुरा गर्नुभयो। मृतक व्यक्तिको नाम राजनीति नगर्नु यही त सही होइन भन्ने कुरा उहाँले गर्नु जमाउने कामहरू। अनि अब यो चाहिँ अब यसलाई अहिले हामीले अप्रत्याशित रूपबाट घटेको घटना सबै कुराहरू मैले रिपोर्टिङ प्राप्त गरेको पनि छैन। अब आउँछन् कुराहरू आउँदै होला, कति 24 घन्टा 48 घन्टा हुँदैछ, सबै कुरा मैले पनि जानेको छैन। सबै कुरा उहाँ त्यो यो गर्दै हुनुहुन्छ भनेर मैले थाहा पाएको भए त मै रोक्थेँ होला नि त, केही हुन्थ्यो। कसैले कुनै पनि मान्छेले उहाँकै दाइले रोक्न सक्नु भएन, उहाँको परिवारले रोक्न सक्नु। अप्रत्याशित घटना घट्यो नि त। अप्रत्याशित घटनाको सबै एक्सिडेन्टहरू भयो नि त्यो त। अब यो एक्सिडेन्टहरू के हुन्, यसका चाहिँ प्रभाव तत्त्व र सूत्र तत्त्वहरू त्यो हेर्न बाँकी नै छ सर। अब आउँछ नि त समाजमा, तपाईँहरूकै मिडियाबाट आउला, जे आओस् सत्य आओस्। तर राजनीतिक तर्फबाट चाहिँ राजनीतिक सत्ताको रूपबाट कुनै व्यक्ति विषयमा आँच लगाएर सत्ता र चाहिँ राजनीतिक लडाइँ नलडिकन पीडित परिवारलाई हक अधिकार प्राप्ति गरेर न्याय प्राप्तिको सवालमा चाहिँ राष्ट्रवासी देशवासी जनता अगाडि बढ्नुपर्ने हुन्छ। सत्ता जसको भए पनि संविधानमा के न्यायले, संविधान बमोजिम पाउने न्याय, अब यही कुरा आउँछ क्या। अब यस्तो घटनामा संविधान बमोजिम हुने न्याय के छ, यो कुरा टड्काराको साथ उठ्नुपर्छ। संविधान बमोजिम पाउने न्याय, क्षतिपूर्ति, सुरक्षा के छ नि, यो सवालको कुरा महत्त्वपूर्ण छ। त्यसैले संविधानमै हाम्रो त्रुटिपूर्ण छ भनेर हामीले पटक पटक औल्याएकै कुरा हो। त्यसैले संविधानै ठिक छैन, यही संविधानमा भएका कुराहरू कार्यान्वयन नआएर र संविधानमै नभरियो घटना घट्यो नि त, होइन र भन्नु तपाईँ। त्यसैले संविधानै महत्त्वपूर्ण कुरा भएर समस्या चाहिँ मूल जड चाहिँ संविधानमै छ। त्यसैले संविधान संशोधन हुनुपर्छ। अब यो घटनामा न्याय दिने संवैधानिक नीति के छ, कानुनी राज्यमा र संविधानको वकालत गर्नेहरूले यो घटनामा संविधान बमोजिम हुने कुरा के हो भन्ने कुरा वकालत गरेर न्याय लिने बाटो भयो। अब राजनीतिक रूपबाट चाहिँ कसैको कुर्सी, कुनै पद, कसैलाई ताक्नु चाहिँ अर्को बाटो भयो। त्यसैले हाम्रो अभियानले चाहिँ स्पष्ट नीतिगत रूपबाट संविधान बमोजिम के छ त्यो कार्यान्वयन गरेर न्याय दिनु, नभए संविधान संशोधन गरेर भए न्याय दिनु। अब हामीले त भनेकै छौँ त, हामीले त घोषणै गरेका छौँ त, मृत्युदण्डको सजाय हुनुपर्छ। अपराध यदि क्रूर र जघन्य अपराध छ भने त्यहाँ अपराधलाई मृत्युदण्डको सजाय हान्नुपर्छ, संवैधानिक त्यो व्यवस्था गर, अब हामीले भनिदिइ नै सक्यौँ। त्यसैले हामी यो मृत्युदण्डवादी नागरिक अभियानको तर्फबाट चाहिँ अब गणेश नेपालीजीको परिवारलाई चाहिँ के, परिवार र समाजलाई चाहिँ के सन्देश दिन चाहन्छौँ भने तपाईँहरू लास जलाउन हतार नगर्नुहोस्। मूर्छा र बेहोस अवस्थामा लास जलाएर खरानी बनाएर धर्म संसारका काजक्रिया गर्ने काम नगर्नु, केही समय धैर्य गर्नुहोस्। उहाँहरूलाई पनि त्यो जुन पीडित परिवार छ, मूर्छा र बेहोस भएको परिवारलाई चाहिँ त्यो मूर्छा र बेहोसबाट अलिकति मूर्छा र बेहोसबाट पौरिनु पर्यो। अनि उहाँले के सोच्नुहुन्छ, उहाँहरूलाई साथ सहयोग अनि पुर्याइदिउँ। न त भने अहिले समाज र राजनीति नेताहरू हतार गरेर लास उठाएर जलाइदिएर अनि प्रमाण नष्ट गरेर अनि भोलि फेरि चाहिँ अहिले चाहिँ 2 दिन चाहिँ साथ दिने, पछि साथ नदिने अवस्था नहोस्। त्यसैले सत्य तथ्यमा हामी जुन अहिले भनिरहेका छन् नि बालनको सरकार अहिले जोखिममा छ यो घटनाको कारणले गर्दाखेरि। अब राजनीति कारणले भएको होइन, बालन सरकारले गरेको हो। अब यो कुराको सवालमा 3-4 कुरा छन्। हेर्नुहोस्, यो एउटा मात्रै मलाई सोध्नुभयो, यो बालन सरकारसँग मात्रै होइन,
बालेन सरकार केन्द्रीय सरकार हो, त्योभन्दा प्रदेश सरकार छ, सङ्घीय सरकार छ, विभिन्न पार्टीहरू छन्, विभिन्न अधिकार कर्मीहरू छन्, धेरै छ नि त। अब यो कुरा सिधै बालेन सरकारलाई, सरकारको जवाबदेही त सरकार बालेन सरकार नै हो। बालेन सरकार के राजसभा सरकार, व्यक्ति न बालेन हो। व्यक्ति प्रधानमन्त्रीको कुर्सी र बालेनलाई फेरि छुट्याएर हेर्ने भने के हुन्छ? सिङ्गो राज्य व्यवस्थाको कुरा हो क्या यहाँ। त्यसैले यहाँ चाहिँ 3-4वटा सरकार छन्। अब कहाँ कसको कमजोरी गर्छ? जस्तै अब हजुर र म लडाइँ झगडा गरे भने बालेनको कारणले गर्दा त हुँदैन नि, बुझ्नु पर्यो नि। जस्तै रविको कारणले हुँदैन नि। तपाईँ हामी यहाँ अहिले झगडा भयो भने, यहाँको कलङ्कीमा कुनै फाइट पर्यो भने त्यो फाइटको कारण पनि चाहिँ बालेन सरकार हो भनेर भन्न मिल्छ। त्यसैले मैले हजुरहरूलाई त्यसैले मैले भन्न खोजेको कुरा चाहिँ के हो भन्नु होला भने, अब यो समस्या अहिले अप्रत्याशित छ क्या एकदमै। यो चाहिँ हाम्रो नेपाली समाजमा समस्या नै हो। नेपाली समाजको के हो भने, एउटा घटना हुन्छ त्यसलाई संविधान बमोजिम गर्ने, न्याय गर्ने नीति छैन। अनि राजनीतिक तरिकाले चाहिँ के हुन्छ, उतार चढाव भएर आन्दोलन हुन्छ क्या। त्यसैले संविधान बमोजिम यस्ता कुरामा चाहिँ संविधान बमोजिम के गर्ने भन्ने कुरा स्पष्ट लेखिएको हुनु पर्यो र त्यो अनुसार अगाडि बढ्नु पर्यो। त्यसैले हामीले चाहिँ संविधान भएन मृत्युदण्डसम्मको नीतिमा पुग्नु पर्यो भनेर भनिसक्यौँ त। त्यसैले यो राजनीतिक सत्ता र राजनीतिक उतार चढावको लागि र राजनीतिक पूर्वाग्रहको हिसाबबाट आन्दोलन हुनु हुँदैन। न्यायिक निरूपण राज्य व्यवस्थाले गर्नुपर्छ। त्यो राज्य व्यवस्था, त्यो शक्ति हुनुपर्छ। त्यो शक्ति संविधानमा हुनुपर्छ। संविधानमा छैन। त्यसैले संविधान बनाऊ भन्ने सन्देश चाहिँ मैले दिन चाहन्छु। आन्दोलन गरेर अब चाहिँ बालेन मुर्दाबाद भन्यो, केपी ओली मुर्दाबाद भन्यो होइन भनेर त्यो पक्ष विपक्षको कुरा गरेर हुँदैन कि यहाँ। जस्तै अहिले अब गणेश नेपालीको चाहिँ बराबर मृत्यु भएको छ। अब अर्कालाई गाली गरेर त्यो न्याय निरूपण गर्ने यसरी जाम भनेर भन्नु पर्यो नि। अब हामी त के भनिदिन्छौँ भन्दा, अपराध भएकै हो भने कसैको कारणले ठ्याक्कै उहाँले आत्महत्या गरेको छ, क्रूर छ भने त्यो अपराधलाई फाँसी नै हान्नुपर्छ। चाहे नगर प्रहरी होस्, चाहे त्यो पुलिस प्रशासन होस्, चाहे जोसुकै होस्। यदि क्रूर र जघन्य छ भने मृत्युदण्डको सजाय हान्नुपर्छ भन्ने हाम्रो सन्देश। अब त्यहाँभित्र अरू नै के फ्याक्टर हुन्छ नि, सूचक तत्त्व प्रभाव त अरू हुन्छ नि। मेरो भन्नु केही छैन, किन हामी अप्रत्याशित घटनाको सवालमा बोल्दैछौँ नि त। त्यत्तिकै ठ्याक्कै बोलिहाल्नु भएन। बोलेपछि त्यो नीतिगत रूपबाट हामीले त अब एउटा नीतिलाई छोएका छौँ, चाहिँ मृत्युदण्डको नीति। अब यो नीति प्रभावमा परेर सम्बोधन गर्नुपर्ने छ भने हामीले नाइनास्ती गर्नै सक्दैन। सिधै जान्छ, स्टेट जान्छ। तर जस्तै इलिसा विकको हकमा 100% डेथ पेनाल्टीबाट हामी सम्बोधन गर्नुपर्छ भनेर भनिसक्यौँ। निर्मला पन्तको हकमा, अंशु गौतमको यो छ त। उहाँको हकमा अब अप्रत्याशित छ, हेरौँ बुझौँ। र अहिले राजनीतिक रूपबाट भन्दा पनि संविधान कस्तो बनाउनुपर्छ, यसरी घटना घट्यो, यसलाई यो सजाय गर्नको लागि यो संविधान बमोजिम जाऊ भनेर सरकारलाई सजेस्ट गरेर अगाडि बढाएर न्याय दिनतिर लाग्नुपर्छ भन्ने मेरो सन्देश हो। धन्यवाद।